जय मसी। आज फेरि तपाईँहरूको माझमा आउनु पाएँ। विशेष आज प्रभुको वचन लिएर आमा दिदीबहिनीहरूलाई उत्साह मिलोस्। आमा दिदीबहिनीहरू पनि परमेश्वरको राज्यमा बढुन् भन्ने उद्देश्यले आजको वचन प्रभुले मलाई देखाउनु भएको छ। यो वचन साँच्चै नै अहिले संसारमा यस्तो वचन सिकाइँदैन। यस्तो प्रकारको आज जुन वचनमा बोल्न गइरहेको छु, आमा दिदीबहिनीलाई उत्साह मिलोस् भनेर, त्यस्तो प्रकारको वचन संसारमा सिकाइएको पाउँदैनौँ। त्यो पछि तपाईँले थाहा पाउनुहुन्छ किन सिकाउँदैनन् भनेर। यो वचन सुन्नुभयो भने आमा दिदीलाई धेरै उत्साह र शक्ति र आशिष मिल्नेछ है। हस् त, हामी आजको वचनमा जानेछौँ। आज संसारमा हेऱ्यौँ भने नेपाल लगायत सबै देशहरूमा आमा दिदीबहिनीहरू चाहिँ एकदम सेवकाइमा अगाडि बढ्नु भएको छ। चर्चहरूमा पुरुषको सङ्ख्याभन्दा आमा दिदीबहिनीको सङ्ख्या बढी छ। आमा दिदीबहिनीहरू प्रभुमा बढेको कुरा, सेवा सङ्गतिमा, प्रार्थनामा, हर कुरामा आमा दिदीबहिनीहरूले धेरै ठुलो सहायता प्रभुको राज्य बढाउनमा गर्नुभएको छ। यसको मुख्य कारण के रहेछ भन्दा बाइबलले चाहिँ मलाई एउटा प्रकाश दियो। एकजना व्यक्तिले पनि कुरालाई भन्नुभएको थियो, हल्का मलाई चौनु भएको थियो। अनि त्यसबाट पनि मैले यो प्रकाश पाएँ कि जब आदम र हव्वालाई परमेश्वरले सृष्टि गर्नुभयो, नर र नारी गरी अदनको बगैँचालाई राख्नुभयो, त्यतिखेर आदमले पाप गरिसकेपछि, आदम र हव्वाले पाप गरिसकेपछि उहाँहरूलाई चाहिँ अदनको बगैँचाबाट निकालियो। अनि निकालिसकेपछि आदम र हव्वालाई परमेश्वरले बगैँचा निकालेर दुःख कष्ट गरेर संसारमा रहनको लागि निकालिदिनु भएपछि अनि के घटना घटेको रहेछ भन्दाखेरि बाइबलमा चाहिँ 3 अध्याय 4 अध्यायसम्म आदमको चाहिँ पछि मृत्यु पनि भयो। त्यो बेलासम्म आदमको चाहिँ बोलचाल परमेश्वरसँग भएको रहेनछ। किनभने त्यो आदम अब त्यो रिसाउनु पनि आफ्नै कारण होला। किनभने आदमले जब हव्वाले फल टिपेर खाइन्, त्यो फल आफ्नो श्रीमान आदमलाई पनि दिइन्। अनि परमेश्वरले जब आदमलाई बोलाउनु भयो, त कहाँ छस् भन्दा उनी लुकेर बसेका थिए। अनि परमेश्वर सोध्नुभयो कि तैँले मैले नखानु हुने फल टिपेर खाइस् त भन्दाखेरि आदमले चाहिँ मलाई जुन स्त्री तपाईँले दिनुभएको थियो त्यो स्त्रीले मलाई फल दिए, मैले टिपेर खाएँ भनेर चाहिँ भनेका छन्। अनि परमेश्वरले तैँले यस्तो काम गर्नु हुँदैन थियो, अब त निश्चय मर्छस् भनेर श्राप भनौँ त्यो प्रकारको परमेश्वरले दिनुभयो। त्यसपछि आदम र हव्वाको चाहिँ आदम र हव्वालाई चाहिँ त्यो अदनको बगैँचाबाट निकालेर बाहिर राखिदिनु भयो। अदनको बगैँचामा चाहिँ ज्वालामय तरबारहरू राखेर सुरक्षा दिनुभयो। अनि आदम चाहिँ परमेश्वरसँग बोलेका रहन्छन्, तर हव्वा चाहिँ परमेश्वरसँग बोलेकी रहेछन्। अनि त्यही कुरो यहाँ 4 अध्यायको उत्पत्ति 4 अध्यायको पढौँ है त। यहाँ चाहिँ परमेश्वरसँगको सम्बन्ध, परमेश्वरलाई चाहिँ पिता, परमपुर परमेश्वर पितालाई चाहिँ हव्वाले चाहिँ महिमा देखिरहेछन् है। उत्पत्ति 4 अध्यायको 25 पदमा, फेरि आफ्नै पत्नीसित आदमको सहवास भयो, तिनले एकजना छोरो जन्माइन्, तिनको नाउँ यसो भनेर सेत राखिन्। कैनले मारेको हाबिलको सट्टामा परमेश्वरले एकजना अर्को बालक मलाई दिनुभयो। म तपाईँसँग यो प्रार्थना गर्छु। विशेष गरी पहिला प्रभु तपाईँलाई धन्यवाद, यो वचन बुझ्न, पढ्न, सुन्नेहरू सबैलाई अनुग्रह आश मिल्नलाई सहायता गरिदिनुहोस् भनी बिन्ती गर्छु यीशुको नाउँमा, आमेन। यहाँ 25 पदमा, उत्पत्ति 4:25 पदमा यहाँ चाहिँ फेरि आफ्नी पत्नीसित आदमको सहवास भयो, तिनले एकजना छोरो जन्माइन्, तिनको नाउँ यसो भनेर सेत राखिन्। कैनले मारेको हाबिलको सट्टामा परमेश्वरले एकजना अर्को बालक मलाई दिनुभयो। यहाँ परमेश्वरले मलाई एकजना बालक दिनुभयो, परमेश्वरले मलाई एकजना बालक जन्माउन सहायता गर्नुभयो भनेर चाहिँ हव्वा र परमेश्वरको बिचमा चाहिँ सम्बन्ध अथवा परमेश्वरसँग कुराकानी सम्पर्क भएको रहेछ। यसले गर्दाखेरि बाइबलमा हामीले हेऱ्यौँ भनेदेखि यसरी परमेश्वरलाई महिमा दिएको कुरा हामी पाउँछौँ। यसले गर्दाखेरि यहाँ पछि येशू ख्रीष्ट जो संसारमा महिलाद्वारा जन्मनु भयो र आइसकेपछि उहाँ संसार रहँदाखेरि पनि उहाँको वरिपरि
मरियम मग्दलिनी लगायतकै मार्था र योना भन्ने केही स्त्रीहरू रहेर चाहिँ साथ र सहयोग दिएको कुरा हामी पाउँछौँ। त्यसपछि येशू ख्रीष्ट जब क्रुसमा मारिनुभयो, चिहानमा गाडिनुभयो, तेस्रो दिन उहाँ जन्मिसकेपछि के अरे मृत्युबाट बौरी उठिसकेपछि तेस्रो दिन बौरी उठिसकेपछि पहिलो दर्शन चाहिँ मरियमले पाइन्, महिलाले पाइन् अथवा स्त्रीले पाइन्। बाइबलमा अर्को ठाउँ भनिएको छ यहाँ स्त्री र पुरुषको पनि त्यो भेद रहेको छैन। जब हामी येशू ख्रीष्टलाई विश्वास गर्छौँ, ग्रहण गर्छौँ र येशूको सेवामा रहन्छौँ भने अनि येशूको सन्तान भएको हामी आफूलाई स्वीकार्छौँ भने त्यहाँ चाहिँ पुरुष र भेद रहँदैन। पुरुष र स्त्रीको भेद शरीरमा त हुन्छ नै, र त आत्माले, पवित्र आत्माले भरेको कारणले गर्दाखेरि हामीहरू प्रभुको सेवकाई गर्न पाउँछौँ। र आज संसारको ठाउँमा चाहिँ महिलाले सेवकाई गर्नु हुँदैन पनि भन्छन्, तर पवित्र आत्माले भरिसकेपछि हामी प्रभुको सेवकाई गर्न पाउँछौँ। त यहाँ महिलाले प्रभुलाई महिमा दिएको कुरा पाउँदछौँ है। अनि संसारभरि मैले अघि नै भने जति पनि चर्चहरू छन् संसारमा, जहाँ चर्च छ त्यो चर्चहरूमा चाहिँ महिलाको सङ्ख्या चाहिँ बढी पाइएको छ। पुरुषको सङ्ख्याभन्दा महिलाको सङ्ख्या प्राय धेरै नै चर्चहरूमा रहेको छ। सम्पूर्ण सेवा सङ्गतिमा सबै कुरामा चाहिँ महिला बढिरहेका छन्। त महिला यसरी बढी हुँदै गर्दाखेरि, स्त्रीले बढी हुँदै गर्दाखेरि किन फिल्डमा अगाडि आएर चाहिँ सेवा सङ्गति चाहिँ लिडरसिप गर्न पाइराखेका छैनन् त? किन उनीहरू लिडरसिपमा पूर्ण रूपले बढ्न सकिरहेका छैनन् भन्ने सम्बन्धमा चाहिँ, हुन त बाइबलले परमेश्वर के अरे बाइबलले अगाडि नै अब आदमलाई नै अब लिडर बनाएर आदमको सहयोगको रूपमा स्त्रीलाई बनाइएको छ। तर पनि प्रभुको सेवाकाई गर्ने कुरामा जसरी दबोरा अगाडि बढेकी थिइन्, दबोरा भन्ने एकजना स्त्री हामी पाउँछौँ अगाडि बढेकी थिइन्, त्यसै गरी आज संसारमा प्रभु येशूलाई विश्वास गर्नेहरू पनि पूर्वमा बढेर सेवाकाई गर्नुपर्ने हो। तर संसारमा हातको औँला पनि गन्ने स्त्रीहरू सेवाकाई गर्दैछन् भन्ने कुरा हामीले पाइराखेका छैनौँ। पुरुषहरू नै बढी देखिनुहुन्छ, महिलाहरू त्यति देखिनुहुन्न। कारण के रहेछ भन्दाखेरि महिलाहरू चाहिँ अब सुलेमानले भनेको कुरा भन्दा, सुलेमानले उपदेशमा जुन कुरा एक ठाउँमा लेखेका छन् कि 1000 पुरुषहरूमा एकजना 1000 मानिसहरू खोज्दाखेरि अथवा 1000 महिलाहरूमा खोज्दाखेरि त्यहाँ चाहिँ एउटा पनि सोझी स्त्री भेटाइएन भनेका छन् है। सोझी स्त्री चाहिँ भेटाइएन भनेर उपदेशकमा भनेका छन्। तपाईँले त्यो पढ्न पाउनुहुन्छ। उपदेश 7:28 एकजना सोझी स्त्री पनि छैन। 1000 मानिसहरू खोज्दा पनि एकजना सोझी स्त्री पनि छैन भनेर उपदेशकले पनि लेखेका छन्। त के हुँदो रहेछ भन्दाखेरि महिलाहरूमा चाहिँ अगाडि बढ्ने कुरामा केही 3-4वटा कुरा सुधार गर्नुभयो भने तपाईँ निश्चय नै प्रभुको सेवाकाईमा अगाडि बढेर प्रभुसँग रहेर बढ्न पाउनुहुन्छ। किन तपाईँहरू प्रभुले चुन्नुभएको छोरीहरू हुनुहुन्छ, प्रभुको अभिषिक्त छोरीहरू हुनुहुन्छ। अनि गलातीको पुस्तकमा स्पष्ट लेखेको छ, म यो पढेर सुनाइदिन्छु कि गलातीको पुस्तकमा चाहिँ हामी सबै येशूका रगतले किनिसकेपछि, बप्तिस्मा भइसकेपछि उहाँको सेवाकाई हामी गर्न पाउँछौँ। अनि सेवाकाई गर्न पाउँदै गर्दाखेरि हामीले चाहिँ के कुरा बुझ्नुपर्छ भन्दाखेरि गलातीको पुस्तकमा अलिकति म पढ्दिउँ है त। यहाँ के लेखेको छ भने 3:26 किनकि विश्वासमा तिमीहरू सबै ख्रीष्ट येशूमा परमेश्वरको सन्तान हो। सबैजना चाहिँ परमेश्वरको सन्तान भए छोराछोरी। किनकि तिमीहरू मध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ। अब न त यहुदी छ, न ग्रिक छ, न कमारा छ, न फुक्का छ, न त पुरुष छ, न स्त्री छ। ल है, यहाँ पुरुष र स्त्रीको पनि भेद छैन है। न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ भनेर, एउटै हो हामी सबै। यहाँ जातको पनि भेद छैन, यहाँ कुनै जाति हुँदैन है। कमारो मालिक भन्ने पनि कुरो हुँदैन, मालिक र कमारको पनि भेद हुँदैन है। अनि यहुदी र ग्रिकका कुरा छ, कमार र फुक्काको कुरा छ, पुरुष र स्त्रीको कुरा छ। किनभने येशूमा तिमीहरू सबै एउटै हो, हामी सबै। यदि तिमीहरू ख्रीष्टका हौ भनेर तिमीहरू अब्राहमका सन्तान हौ, प्रतिज्ञापछि उत्तरकारी पनि हौ। हामी सबै उत्तरकारीहरू हौ। मेरो आजको भिडियो बनाउनु उद्देश्य चाहिँ कि महिलाहरू सेवाकाईमा फिल्डमा अगाडि बढ्नु पर्यो भन्ने है। तपाईँहरूलाई दोष दिनु होइन कि सुधारेर अगाडि बढेर फिल्डमा तपाईँ सेवाकाई गर्नुहोस् भन्ने चाहिँ मेरो चाहना हो।
यो प्रभु यीशुको चाहना पनि हो भन्ने लाग्छ मलाई। किनभने महिला र पुरुषले चाहिँ दुवैले मिलेर सेवकाईलाई अगाडि बढाइयो भने प्रभुको राज्य अझ पृथ्वीमा चाँडै ल्याउन सकिन्छ है। त्यसले गर्दाखेरि अब यहाँ हामीले हेऱ्यौँ भने महिलाहरूमा सुधार गर्नुपर्ने कुरा चाहिँ के छ भने त त्यो पुरुषमा पनि पाइन्छ, त महिलामा अझ बढी पाइने कुरा हो। मर्कुसको 11:22-24 पदमा हेऱ्यो भने चाहिँ शङ्का भन्ने कुरा चाहिँ पुरुषमा महिलामा बढी पाइन्छ है। शङ्का होइन, यदि तिमीले विश्वास गरी यो डाँडा उखेलेर त हटिजा भन्यो भनेदेखि तिमीलाई कुनै कुरो असम्भव हुने छैन। शङ्का नगरिकन विश्वास गरेर चाहिँ यो डाँडालाई हट भन्यो भने त्यहाँ चाहिँ तिमीहरूले के भन्छ विश्वास गरेर शङ्का छैन भने तिमीहरू अगाडि बढ्न पाउँछौ। महिलाहरूमा सुधार गर्नुपर्ने कुरा चाहिँ परमेश्वर हुनुहुन्छ, उहाँले मलाई चलाउन सक्नुहुन्छ। कतिचोटि महिलालाई आफैमाथि शङ्का छ, म गर्न सक्छु कि सक्दिनँ, प्रभुले मलाई चलाउनुहुन्छ कि चलाउनुहुन्न भन्ने आफैमाथि पनि शङ्का र प्रभुको वचनमाथि शङ्का। उत्पत्ति 3 अध्यायमा त शङ्का हालिदिएको छ महिलालाई, हब्बालाई, के अरे शैतानले होइन। त्यो शङ्का आफैमाथि शङ्का, परमेश्वर दिएको कुरामाथि शङ्का, यो शङ्का हुन्छ। त्यो शङ्का चाहिँ तपाईँले हटाउनु पर्ने हुन्छ। जब त यो शङ्का हटाएर विश्वासमा खडा भएर अगाडि बढ्नुहुन्छ भने तपाईँको साथमा परमेश्वर हुनुहुन्छ अनि तपाईँले प्रभुको सेवा निरन्तर गर्न पाउनुहुन्छ है। साहसिलो हुनुहोस्। अनि हो, महिलाहरूलाई धेरै अगाडि बढ्न दिँदैनन्, निराशकै कुराहरू बढी आउँछ सेवकाई गर्दै गर्दा अगाडि बढ्दै गर्दाखेरि। तर नडराउनुहोस्, परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। यो भिडियो हेर्दै गर्दाखेरि तपाईँले यो च्यानल के अरे यसलाई सब्सक्राइब पनि गरिदिनु होला र यसलाई चाहिँ के भन्छ त्यो घन्टी पनि बजाउनु, त्यो अलमा थिचिदिनु होला। अनि यसलाई चाहिँ के भन्छ अरूलाई पनि सेयर गरिदिनु, ताकि सबै धेरैभन्दा धेरै आमा दिदीबहिनीहरूले महिला आदि कुरा सुन्न पाउन्। पुरुषले पनि सुन्नुपर्छ यो, किनभने आमा दिदीबहिनीलाई महिलालाई हामीले अगाडि बढायौँ भनेदेखि हामी आफै पनि ठुलो सहायता पुग्छ। मेरो जीवनमा मेरो श्रीमतीले मलाई ठुलो साथ दिएकी छन्। सेवकाईमा म एक्लै छैन। आज जुन प्रकारले म नेपालमा सेवा गरिरहेको छु, पृथ्वीको विभिन्न भागमा विभिन्न ठाउँमा सेवा गर्छु, अनि यो सेवकाई गर्न मेरो श्रीमती ठुलो साथ दिइरहेको छ। मेरो नाम पास्टर जेपी बर्दचार्य है। पास्टर जेपी बर्दचार्य, प्रभुले मलाई चलाइराख्नु छ, उहाँको सेवक हुँ म। र यसकारण म तपाईँलाई अझ उत्साह दिन चाहन्छु। अझ पुरुष र स्त्री चाहिँ एउटै रथको दुईटा पाङ्ग्रा भन्छन्। पुरुष र स्त्री मिलेर चाहिँ अगाडि सेवकाईको क्षेत्रमा, राजनीतिको क्षेत्रमा, समाजको क्षेत्रमा, हरेक क्षेत्रमा पुरुष र स्त्री चाहिँ सँगै मिलेर अगाडि बढ्यो भनेदेखि चाहिँ धेरै ठुलो सहायता पुग्छ। त्यसले गर्दा महिलामा सुधार्नु पर्ने कुरो चाहिँ के छ भने शङ्का, आफूमाथि पनि शङ्का नगर्ने, आफ्नो परिवारमाथि पनि शङ्का नगर्ने, अनि परमेश्वरमाथि शङ्का नगर्ने, अनि परमेश्वर वचनमाथि शङ्का नगर्ने, विश्वासमा खडा भएर अगाडि येशू ख्रीष्टमा बलियो रूपले पाइला टेक्नु पर्यो होइन। बलियो रूपले आफ्नो बाहिर विश्वासलाई राखेर अगाडि बढ्नुपर्छ पहिलो। दोस्रो कुरा हो, महिलाहरूलाई जब अधिकार दिइन्छ नि, महिलाहरूले चाहिँ अर्को कुरो सुधार्न पर्ने कुरो के छ भने आज संसार पुरुषहरूले महिलालाई यो कुरो सिकाउँदैनन्। किन सिकाउँदैन भन्दाखेरि अब पुरुषहरू डराएकै छन्। संसारको जुनसुकै पुरुष पनि आफ्नो श्रीमतीसँग डराउँछन् है, अरू महिलासँग भन्दा आफ्नो श्रीमतीसँग डराएकै हुन्छ। किन भन्दाखेरि घर बिग्रिला कि केही होला कि केही भन्लान् कि भन्ने प्रकारको छ। अनि पुरुषले यो कुरो काम गर्दै गर्दाखेरि केही अधिकार महिलालाई दिएको हुन्छ। त्यो अधिकार चाहिँ महिलाले के गर्छन् भन्दाखेरि गलत प्रकारले चलाइदिने। यहाँ मत्ती 16:22 पदमा हामी देख्न सक्छौँ। मत्ती 16:22 जब प्रभु यीशु ख्रीष्टले आफ्नो अधिकार शक्ति पत्रुसलाई दिए, पत्रुसलाई प्रभु यीशुले भन्नुभयो, प्रभु यीशुले यो चट्टानमाथि म आफ्नो मण्डली स्थापित गर्छु, नरकका फाटेर यहाँ विजय हुने छैन भनेर जब पत्रुसलाई यो अधिकार दिइसकेपछि जब यीशु ख्रीष्टले आउने दिनमा के घटना हुन्छ त भन्ने कुरा भनेर चाहिँ सुनाउँदाखेरि पत्रुसले चाहिँ यीशुको पाखुरा समातेर एकातिर लगाएर हुन्छ, प्रभु तपाईँले अब यसो गर्नु हुँदैन भनेर उनी यीशु ख्रीष्टलाई आफू प्रभु यीशुले दिएको अधिकार चाहिँ अनि प्रभु यीशुलाई प्रयोग गरिदिने, प्रभु यीशुलाई नै उसले प्रयोग गरेर एकातिर लगाएर यसो गर्नु हुँदैन भनेपछि प्रभु यीशुले भन्नुभयो, ए शैतान, त मान्छेको कुरा सुन्दो रहेछस्, त यहाँबाट हटिजा। तर महिला दिदीबहिनीहरूले बढी मान्छे कुरा सुनिदिने के, मान्छे कुरा सुनिदिने होइन, शैतानको कुरा हब्बाले सुने जस्तै मान्छे कुरा सुनेको कारणले आफूले पाएको अधिकारलाई चाहिँ गलत मिसयुज भन्छ, मिसयुज गरेर चाहिँ कहाँ चलाउँछ त्यो अधिकार शक्ति।
आफूभन्दा माथि चलाउने कि तल चल्ने? माथि त चलाउन पाइँदैन, तर तल हाम्रो अधीनमा रहेका मानिसहरूमा प्रभुले दिएको क्षेत्रहरूमा हामीले आफ्नो अधिकार चलाउनुपर्छ। कतिचोटि महिलाहरूले चाहिँ पुरुषलाई चलाउँछन् है, आफूभन्दा माथिको पास्टरहरू अगुवाहरूलाई चाहिँ यसो होइन यसो गर्नुपर्छ भनेर महिलाहरू सिकाएर चलाउँछन्। कसैले के भन्छ नि, पुरुष चाहिँ टाउको हो, महिला त गर्दन हो, महिलाले चाहिँ जता फर्काए त्यता फर्किनुपर्छ भन्ने पनि भन्छ। त्यस्तो आरोप पनि छ। त्यसले गर्दाखेरि महिलाहरूले कुरा बुझ्नुपर्छ कि मैले यो अधिकार कसरी चलाउने, त्यो प्रभु सिक्नु पऱ्यो प्रभुसँग। प्रभुले सहायता गर्नुहुन्छ। त्यस कारण हामीले अरूलाई डोर्याउने होइन, प्रभुले हामीलाई डोर्याउने हो। जसरी मोसालाई परमेश्वरले डोर्याइदिनु हुँदाखेरि परमेश्वर कुरा सुन्थे मोसा होइन, परमेश्वर कुरा सुन्थे अनि त्यही अनुसार गर्थे। अनि के भन्छ, परमेश्वर कुरा सुन्दै गर्दाखेरि त्यसरी डोर्दाखेरि अनि मिरियम भन्ने चाहिँ दिदी, मोसाको दिदी थिइन्। अनि दिदीले के भन्यो भने, भाइ अब त्यस्तो होइन, अब यस्तो गर्नुपर्छ भनेर चाहिँ भाइलाई चाहिँ के भन्छ दिदीले सिकाउन थालिन्। जसले गर्दाखेरि मिरियमलाई चाहिँ 7 दिन कोर लाग्यो। 7 दिनसम्म चाहिँ एकदम अलग बस्नु पर्यो, कोर लागेर है। अनि पछि फेरि मोसाले प्रार्थना चाहिँ उनी निको भइन्। हामी अरूलाई चाहिँ के भन्छ, आफूभन्दा ठुलोलाई चाहिँ आदर गर्नुपर्ने व्यक्तिलाई चाहिँ यतातिर होइन यतातिर यसो गर्नुपर्छ भने डोर्याउन खोज्छौँ। हाम्रो श्रीमानलाई पनि, खास महिलाहरूको घरको अगुवा भनेको चाहिँ पुरुष हो। पुरुषको निर्देशनमा चल्नुपर्ने ठाउँमा पुरुषलाई नै महिलाहरूले चलाउँछन् है। अनि त्यही भयो, संसारमै त्यही छ। तपाईँ चाहे विश्वास गरेको क्षेत्रमा, प्रभुलाई पाउने क्षेत्रमा, क्रिस्चियन जगतमा होस्, चाहे गैर क्रिस्चियन जगतमा पनि पछाडि चाहिँ महिलाहरूले नै पुरुषलाई प्रयोग गरेर आउँछन्। अनि पुरुषले पनि के गर्नुपर्छ, के भन्छन् भने, ठिक छ अब उनलाई त खुसी राख्नै पर्यो, नत्र घर बुहार अलि मिल्दैन भनेर ल ठिक छ हुन्छ भनेर त्यो प्रकारले काम गरेका हुन्छन्। त्यसले गर्दाखेरि संसारै महिलाहरूको उसमा छ। तर महिलाहरूले बुझ्नु पर्यो है यो कुरा, कसलाई कसरी डोर्याउने भन्ने कुरा। हामी देख्छौँ साराको जीवनमा है, अब्राहमको श्रीमती साराको जीवनमा पनि हामी हेऱ्यौँ भनेदेखि त्यहाँ साराले अब्राहमलाई चलाउन लाइन्। किनभने अब्राहमलाई कान्छी श्रीमती ल्याइदिने काम उनले गर्दिन्। अनि त्यो सन्तान जन्मेपछि फेरि त्यो सौदालाई बाहिर निकाल्ने काम पनि उनले गरिन्। जसले गर्दा संसारमा कति समस्या हामी पाउँछौँ, देख्छौँ है। त्यो सौतनी मामलो भएको कुरो देख्छौँ। त्यसले गर्दाखेरि हामी जो महिलाहरू तपाईँहरू हुनुहुन्छ, प्रभुको सेवकाई गर्न चाहनुहुन्छ भने हामी माथि अधिकार जमाउने होइन। बाइबल भन्छ तिमीहरू सेवकाई गर्दाखेरि अधिकार जमाएर होइन, सेवक भएर सेवा गर। त्यो तिमोथी दोस्रो 5 अध्यायमा होला है, त म अलिकति अधिकार जमाएर होइन, सेवक भएर चाहिँ गर। यहाँ जे कुरा प्रभुले हामीलाई दिनुभएको छ त्यो चाहिँ अधिकार जमाएर होइन, सेवकको रूपमा चाहिँ हामीले सेवा गर्नुपर्छ। एकैछिन है त, म यो तपाईँलाई राखिदिन्छु। यो बाइबलले लेखेको छ अधिकार जमाएर होइन, सेवकको रूपमा चाहिँ हामीले सेवा दिनुपर्छ। यसरी सेवकको रूपमा हामीले सेवा दियौँ भनेदेखि यहाँ पहिलो पत्र 5 अध्याय छ। यहाँ के लेखेको छ भने, तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरको बगालको, तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरको बगालको हेरचाह गर, करले होइन, स्वेच्छाले, धनको लोभले होइन, तर उत्साहसाथ, तिमीहरूको जिम्मामा रहेका माथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर। घरमा तपाईँहरू आफ्नो अधिकार पुरुषमाथि चलाउनुहुन्छ, समाजमा पनि आफ्नो अधिकार पुरुषमाथि चलाउनु खोज्नुहुन्छ होइन। अनि जुनै क्षेत्रमा पनि महिलाहरूले आफ्नो अधिकार बढी चलाउनु खोज्नुहुन्छ, जसले गर्दाखेरि महिलाहरू पछि परिरहनु। यो साँचो कुरा है, वास्तविक कुरा मैले बताउँदैछु। किन मैले अघि नै भने यो शिक्षा चाहिँ महिलाहरूलाई सिकाइँदैन। किन सिकाइँदैन? सिकाइयो भनेदेखि अब भन्यो भने के त चित्त दुखाउला कि, घर बिग्रेला कि, देश बिग्रेला कि भन्ने मान्छेलाई हुन्छ, चर्च बिग्रेला कि भन्ने कुरा हुन्छ। बरु पुरुषहरूले सहेर नै हुन्छ भन्दै जे किन अब्राहमले पनि सहे नि होइन। अब्राहमले पनि परमेश्वरसँग प्रार्थना गरे, अनि परमेश्वरले भन्नु ठिक छ तेरो श्रीमतीले जे भन्छ त्यसै गरिदे भनेर भन्नुभयो परमेश्वरले भने है। त्यसले गर्दाखेरि हामीले चाहिँ पहिलो पत्र 5 अध्यायको 3 पदमा तिमीहरूको जिम्मामा रहेकामाथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर अधिकार जमाएर होइन, अधिकार नजमाइकन चाहिँ हामीले सेवा गर्नु पर्यो। 4 पद, जब मूल गोठालो प्रकट हुनुहुनेछ तब तिमीहरूले महिमाको नओइल्याउने मुकुट प्राप्त गर्नेछौ। नओइल्याउने मुकुट प्राप्त गर्नेछौ है, महिमा मुकुट। त्यस कारणले गर्दा हामीहरूले चाहिँ महिलाहरूले चाहिँ यसरी चाहिँ सेवकाई, पुरुषले त्यो कुरा बुझ्छ
पुरुषहरूले धेरै अगुवाहरू यो कुरा जसले बुझेको छ तिनीहरू अगाडि बढेका छन्, जसले बुझ्न सक्दैन यिनीहरू पछि हटेका छन् है। त्यसले गर्दा अधिकार जमाएर होइन, के भन्छ, सेवा गर्ने हृदय लिएर, धनको लोभले होइन, सेवा गर्ने हृदय लिएर सेवकको रूपमा तपाईँ घरमा परिवारमा सेवकको रूपमा काम गर्नुभयो, चर्चमा सेवकको रूपमा काम गर्नुभयो, राष्ट्रमा सेवकको रूपमा काम गर्नुभयो भने तपाईँहरूले आदर इज्जत र महिमाको मुकुट प्राप्त गर्नुहुन्छ प्रभु यीशु ख्रीष्टबाट। त्यस कारणले गर्दा आमा दिदीबहिनीले यो कुरा सुन्नुपर्ने हुन्छ है, बुझ्नुपर्ने हुन्छ। अर्को कुरो छ, तेस्रो कुरो अलिकति सुधार गरेर लैजानु पर्ने कुरो चाहिँ के छ भन्दाखेरि, अर्को कुरो महिलाहरू आमा दिदीबहिनीले अगाडि बढ्नलाई प्रभुको सेवा गर्न चाहने महिला दिदीबहिनी चाहिँ यो कुरो पनि अर्को कुरो थाहा पाउनुपर्छ कि आमा दिदीबहिनीहरू चाहिँ के भन्छ, कसैको कुरा सुन्यो भने त्यो सजिलै पग्लिदिने भनौँ अथवा बहकिदिने भनौँ, अरू कुरामा छिट्टै विश्वास गरेर हत्तपत्त चाहिँ के भन्छ त्यो एक्सनमा आइहाल्ने बानी छ। मैले चाहिँ आमा दिदी पग्लिन्छन् भन्छु यसलाई चाहिँ, कसैले केही कुरा सुनाइदियो भने, जसै उत्पत्ति 3 अध्यायमा शैतानले आएर हब्बालाई केही कुरा सुनाइदिएको थियो, सुनाइदिएपछि के भयो उनी हो त भनेर पग्लिहाल्यो नि त होइन, पग्लिहाल्यो नि त होइन, उनी शैतानको कुरामाथि विश्वास गरिहाल्यो। उता परमेश्वर हुँदै हुनुहुन्छ, उता श्रीमान आदम छ र आदमको कुरा नसुनेर, परमेश्वरको कुरा नसुनेर शैतानले आएर त्यो सर्पले जे कुरा भन्यो उनी त्यो कुरामा त्यो पग्लिहाल्दाखेरि के भइदियो त भन्दाखेरि शैतानले ठुलो छल गर्यो। आमा दिदीले अर्को कुरो छ सजिलै स्थिरता भन्नु, एउटा के भन्छ त्यसलाई, आफू जे छ जे परमेश्वर दियो त्यसमा खडा नरहने र कसैले केही कुरा भनिदियो त्यस कुरालाई सजिलै विश्वास गरेर पग्लिहाल्ने, त्यो पग्लिहाल्ने कारणले गर्दाखेरि नि आमा दिदीलाई अगाडि बढ्न अलिक गाह्रो। त्यस कारण तपाईँ आमा दिदी जो सेवामा बढ्दै हुनुहुन्छ तपाईँ हत्तपत्त अरूको कुरामाथि विश्वास नगरेर नपग्लेर चाहिँ त्यो अगाडि बढ्नुपर्ने हुन्छ। तपाईँ यसो गर्नुभयो भने पुरुषहरूले तपाईँलाई साथ दिन्छन्। आज पुरुषहरूले किन महिलालाई साथ दिएका छैनन् भन्दाखेरि महिला बढी बाठो जान्ने होइन, अजासु भने अति जान्ने सुन्ने, उनकै कुरामा चलाउनु पर्ने, उनकै कुरो गर्नुपर्ने भइसकेपछि अनि पुरुषहरू पनि बाठो ठिक छ यिनीहरूलाई अब यस्तै प्रकार चलाउनु भइहाल्यो भनेर भन्छन्, भइहाल्यो भन्छन्। किनभने हामी प्रभुको नजिक आफू चाहिँ बढ्दै जान्छन्, अब्राहम बढेको जस्तै होइन, परमेश्वरको कुरा ठिकै छ होस् भने किन ऊ गर्ने भनेर त जान्छ। त्यसले गर्दा त्यसले गर्दा संसारमा कति अब समस्या हुन्छ, परिवारमा समाजमा महिलाको ठुलो भूमिका रहन्छ। किन एउटा राम्रो स्त्रीले चाहिँ, बुद्धिमान स्त्रीले चाहिँ आफ्नो घर बनाउँछ। आज घर बनाउने जिम्मा, देश बनाउने जिम्मा, समाज बनाउने जिम्मा चाहिँ महिलाको हातमा छ। पुरा धेरै प्रेम गर्नुभएको महिलाहरूलाई त, महिलाहरूलाई त धेरै प्रेम गर्नुभएको छ परमेश्वरले, यति धेरै प्रेम कि म छक्क पर्छु। किन आज संसारमा चाहिँ महिलाहरू चाहिँ प्रभुमा प्रशस्त छन्, सेवा सङ्गतिमा, प्रार्थनामा, हर कुरा मण्डलीमा धेरै ताली बजाउने होइन महिलाहरू नै हुनुहुन्छ, आमा दिदीबहिनी नै हुनुहुन्छ। र पनि किन अगाडि लिडरको रूपमा बन्न सकिरहनु भएको छ भन्दा यी कारणले। अर्को कारण छ, चौथो कारण छ, चौथो कारण है, चौथो कारण सुधार्न पर्ने हो महिला आमा दिदीबहिनीहरूमा बढी कुरा बोल्ने है। उत्पत्ति 3 अध्यायमा हेऱ्यो भने पहिला सुरु हब्बाले नै बढी कुरा बोल्ने। परमेश्वर के भन्नुभएको थियो नि, त्यो रुखको फल नटिपेर नखानु है, त्यो फल खायो भने त्यो मर्छ मात्रै भन्नुभएको थियो। तर हब्बाले जब शैतानले बहकाएपछि हब्बाले के भन्नु, त्यो पर के तिमीलाई कुनै रुखको फल टिपेर नखानु भनेको छ परमेश्वरले? हो, ऊ त्यो रुखको फल टिपेर नखानु पनि भनेको छ, नछुनु पनि भनेको छ, नछुनु भनेर थपिदियो। आमा दिदीबहिनी एउटा कुरा के छन्, त्यो बढी कुरा थपिदिने, त्यो बढी कुरा थपेर चाहिँ बढी कुरा हालिदिएर चाहिँ आफू के भन्छ त्यसलाई साखीले भन्न खोज्ने भने कि खोइ के भन्न खोज्ने मलाई थाहा छैन, त्यसलाई आमा दिदी तपाईँलाई थाहा होला है। बढी कुरा थप गरिहाल्ने। अनि जब मान्छेले बढी कुरा बोल्छ, बढी कुरा गर्छ, बाइबलले भन्छ तिनीलाई पापको अभाव हुँदैन। बढी कुरा बोलेपछि शैतानले परीक्षा सजिलै गर्छ, बढी कुरा। त्यस कारण तिमीहरूको कुरा हो भने हो, होइन भने होइन होस् भन्छ। त्यो पुरुषहरू यस मामलामा सतर्क हुन्छन्। मैले सकेसम्म बढी कुरा बोल्नु नपर्छ, कुनै पुरुषहरू बोल्छन् त बोल्यो भने उनीहरू पनि परीक्षामा पर्छन् होइन। त के हो त बढी कुरा चाहिँ हामीले बोल्ने, महिलाहरूमा चाहिँ बढी कुरा बोल्ने हुन्छ। त्यसले गर्दाखेरि बढी कुरा एउटा के हो, यो कुरा गर्दाखेरि उत्पत्ति 3 अध्याय पाउँछौँ होइन। अनि हितबोधमा हामी पाउँछौँ कि बढी कुरा बोल्नेले चाहिँ पापको अभाव हुँदैन। त्यसले गर्दा हो भने हो, होइन भने हामीले बोल्ने कुरा चाहिँ जोखेर बोल्नुपर्छ होइन। सेवकाई गर्ने अगुवाहरूले अगाडि बढी मान्छेहरूले चाहिँ जोखेर कुरा गर्नुपर्छ। अनि त्यसो गऱ्यो भने चाहिँ हामी सफल हुन्छौँ। लुका 8 अध्यायको 1 त्यहाँ 4 पद हेऱ्यो भने त्यहाँ महिलाहरू नै प्रभुको सेवामा अगाडि बढेका छन्। प्रभुलाई रुपियाँ पैसा उठाएर साथ दिने, प्रभुलाई सहायता गर्न, यीशुलाई सहायता गर्न त्यहाँ महिलाको महत्त्वपूर्ण भूमिका खेलेको हामी पाउँछौँ।
यो लुका 8 अध्यायको 1 देखि हेर्नु है त। लुकाको पुस्तक 8 अध्यायको 1 देखि यहाँ यस्तो लेखिएको छ। लुकाको 8 अध्यायमा कि 1 देखि 4 पदमा त्यसपछि उहाँ सहर सहर गाउँ गाउँ हुँदो प्रचार गर्दै परमेश्वरको राज्यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्नुभयो। उहाँसँग 12 जना चेलाहरू थिए। कतिपय स्त्री पनि उहाँको साथमा थिए जो दुष्ट आत्मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए मग्दलिनी भन्ने मरियम, जसबाट 7वटा भूतहरू निकालेका थिए, हेरोदका कारिन्दा खुजासकी पति योन्ना र सुसन्ना। यिनीहरू अरूहरूले आफ्नो धनले उहाँको सेवा गर्थे। यहाँ धन जम्मा गरेर महिलाहरूले चाहिँ प्रभु येशूको सेवकाईमा साथ दिइरहेका थिए। आज महिलाको एकदम महत्त्वपूर्ण भूमिका, महिला ठुलो कामहरू गरिरहेको हामी पाउँछौँ आमा दिदीबहिनीहरूले, स्त्रीहरूले है। यहाँ त्यसले गर्दा तपाईँहरूले के गरिदिनु पऱ्यो भने आफूलाई सुध्रिने कोसिस चाहिँ गर्नु। हामी पुरुषहरू त सुध्रिँदै जान्छौँ। जब हामी सिक्छौँ, बढ्दै सुध्रिँदै यसलाई सुधार्नु पर्ने छ भन्दै जान्छौँ। त महिला आमा दिदी पनि सुध्रिने कुराहरू, परिवर्तन हुने कुराहरू गर्नुभयो भने प्रभुको सेवकाईमा तपाईँ धेरै अगाडि बढ्न सक्नुहुन्छ। तपाईँ संसारमा हेर्नुहोस् त, आमा दिदी सेवकाईमा अगाडि कोही पनि छैन, बढेका छैन। कोही चर्चमा छन्, वरिपरि गाउँमा छन् होला, तर जसरी अगाडि बढेर सेवकाई गर्नु पनि त्यति छैनन्। त्यस कारणले गर्दा अगाडि बढ्नुको लागि चाहिँ यी कुराहरू हुनुपर्छ। यो कुरा भयो भने तपाईँले आशिष पाउनुहुन्छ। उपदेशक 7को 28मा स्पष्ट लेखेको है। अघि नै पनि मैले भने 1000 जना स्त्री खोज्दा पनि 1 जना स्त्री सोझो भेटाइएन रे। परमेश्वरले माथिबाट हेर्दाखेरि सोझो व्यक्ति चाहिँ दाउदलाई भेटाउनु भयो, सोझो व्यक्ति नुहलाई भेटाउनु भयो, सोझो व्यक्ति अब्राहमलाई भेटाउनु भयो, धर्मी व्यक्ति अयुबलाई भेटाउनु भयो। तर हामी बाइबल पाउँदैनौँ कि सोझो स्त्री, यति राम्रो स्त्री भनेर चाहिँ यसरी भेटाइयो भन्ने कुरा पाउँदैनौँ है। त्यसले गर्दाखेरि तपाईँले भन्नु होला दबोरा यस्तो रानी के हो त भनेर। उहाँहरूले दबोराले चाहिँ दैविक दबोराले चाहिँ गर्नुभएको छ है। अगुवाको अधीनमा रहेर सेवकाई गर्नुभएको छ। सारा अब्राहमको अधीनमा रहेछ र पनि सारा लगायत अब प्रभुका छोरीहरू हुनुहुन्छ, नगरे होइन। तर जति आशिष पाएर अगाडि बढेर महिलाहरूले काम गर्नुपर्ने, त्यसमा अगाडि बढ्न सक्नु भएको छैन। बढ्न सक्नुहोस् भनेर यो भिडियो बनाएको, यो वचन तपाईँहरूको अगाडि ल्याइएको। स्त्रीहरूले आफ्नो धरातल चाहिँ बिर्सिनुहुन्न। धेरै स्त्रीले आफ्नो धरातलले बिर्सिन्छन्। आफू कहाँबाट जन्मेको हो, कहाँबाट आएको, के को लागि आएको हो, होइन। यो धरातल बिर्सिने बानी छ। स्त्री पुरुष सबैमा हुन्छ नै त्यो नभने, तर बढी चाहिँ स्त्रीमा यो कुरो पाइन्छ। स्त्री चाहिँ पुरुषबाट बनाइएको हो। पाउलले त्यसमा हप्काछन् त किन महिला धेरै बढी जान्ने सुन्ने भएपछि पाउलले हप्काछन्, महिला चुपचाप लाएर बस, तिमीहरू बढी मात्रै गुण गर्छौ भनेर चाहिँ चुप लाएर बस भनेर चाहिँ पाउलले हप्काएको पनि छन् है। त्यसले गर्दा स्त्रीहरू चाहिँ पुरुषबाटै बनाइएको हो। त पुरुषबाटै बनाउँदै गर्दाखेरि के को लागि बनाएको त भन्दा सेवकाईमा साथ र सहयोग दिनुको लागि नै, पुरुषहरूको साथमा रहेर काम गर्नुको लागि पनि बनाएको हो। त यसरी बनाउँदाखेरि सँगसँगै अगाडि बढ्नुको लागि चाहिँ हामीले हाम्रो धरातल चाहिँ बिर्सनु हुँदैन। हामी कसरी कहाँबाट जन्म्यौँ, कसरी हामी खडा भइरहेको छौँ। धेरै महिलाहरूले चाहिँ मैले गर्दा यसो गरेँ होइन, परमेश्वरले सहायता गर्नुबाट यस्तो भयो। परमेश्वरले मेरो परिवारलाई आशिष दिनु। जसरी हब्बाले भनिन्, परमेश्वरको सहायताले मैले सन्तान जन्माएँ होइन। परमेश्वरको सहायताले, अब यस्तो रानीले नि परमेश्वरको सहायताले त्यहाँ राजाको बिचमा काम गरेकी छन् होइन। त हामी परमेश्वरको सहायता गरेर परमेश्वरलाई महिमा दियौँ। र हामीभन्दा माथि र अगुवाहरू, हाम्रो पास्टर अगुवा पनि हुन सक्नुहुन्छ, तपाईँ माथि तपाईँको श्रीमान पनि हुनसक्छ। त्यसले गर्दाखेरि हामीले आफूमाथिका व्यक्तिहरूलाई चाहिँ हामीले आदर गर्नै पर्छ। हामीले आफूमाथिको अगुवाहरूलाई सल्लाह दिन सक्दैनौँ। हामीभन्दा आफूभन्दा माथिका व्यक्तिहरूलाई यसो गर भनेर अराउन सक्दैनौँ। अराउन मिल्दैन। किन मिल्दैन भने त्यो अधिकार महिलाहरूलाई कहीँ पनि दिएको छैन। कहीँ पनि बाइबलमा कहीँ पनि स्त्रीले पुरुषलाई तलाउनु पर्छ, स्त्रीले पुरुषलाई डोर्याउनु पर्छ भनेर बाइबलमा लेखेको हामी पाउँदैनौँ। बरु सल्लाहकारको रूपमा पवित्र आत्मा पठाइएको छ। पवित्र आत्माले चाहिँ सबैलाई सिकाउनुहुन्छ, पवित्र आत्माले उनीहरूले कुरा बताउनुहुन्छ, सहायता गर्नुहुन्छ भने भनिएको छ। त्यस कारण महिलालाई चाहिँ पुरुषमाथि अधिकार जमाउने, पुरुष आफ्नो श्रीमानलाई भनौँ अथवा आफूभन्दा माथिको अगुवा पास्टरलाई भनौँ, तिनीहरूलाई यसो गर भनेर चाहिँ मैले यसो गरिस् भने गरेछ भने म यसो गरिस् भने महिलाहरू एकदम त्यो भन्छ कि आक्रोश पोखिदिने के सिधै त्यस्तो प्रकारको छ। त्यो कुरा चाहिँ तपाईँले सुधार्नु पर्यो।
परिवर्तन गर्नु। तपाईँ सेवाकाई गर्न चाहने महिलाहरूलाई मैले यो सबैले किनभने तपाईँ प्रभुको सेवा गर्न चाहनुहुन्छ भने, प्रभुमा बढ्न चाहनुहुन्छ भने, भोलि अनन्त जीवन पाइसकेपछि स्वर्ग गइसकेपछि तपाईँ पनि इनाम थाप्न चाहनुहुन्छ, मुकुटहरू प्राप्त गर्न चाहनुहुन्छ भने तपाईँ एउटा राम्रो स्थिति भएर सेवा गर्नको लागि, अगाडि बढ्नको लागि अनि तपाईँको घर परिवार राम्रो देख्न चाहनुहुन्छ भने, तपाईँको समाज राम्रो देख्न चाहनुहुन्छ भने, तपाईँको राष्ट्र राम्रो देख्न चाहनुहुन्छ भने तपाईँ महिला स्त्रीहरू जसले हेर्दै हुनुहुन्छ अनि यो भिडियो हेर्दै गर्दाखेरि यो कुरालाई तपाईँले सुधार्नु भयो भनेदेखि तपाईँहरूको जीवनमा ठुलो आशिष र परमेश्वरले एउटा स्याबास छोरी आज तैँले मेरो काम गरिस् भनेर प्रभुले तपाईँलाई ठुलो आदर र सम्मान दिनुहुन्छ। त्यसको साथसाथै मुकुटहरू दिनुहुन्छ, मुकुट प्राप्त गर्नुहुन्छ है। त्यसको साथसाथै मुकुट प्राप्त गर्नुहुन्छ र तपाईँले आशिष पाउनुहुन्छ। आज किन मलाई यो कुरो देखाइयो, यो पनि यो वचन प्रचार गर्न म डराइ पनि प्रचार गरेँ अस्ति होइन। आमा दिनको बिचमा डराइ पनि प्रचार गर्ने हल्का गाह्रो छ, किनभने आमा दिनको सिकाउनु त्यति सजिलो छैन, गाह्रो छ। वास्तविक कुरो सिकाएर यसरी यो कुरा गर्नु पऱ्यो भने आमा दिदी अर्कै अर्थ कता अर्थ लाउनु सक्नु, तर गलत अर्थ नलाउनुहोस्, प्रार्थना गर्नुहोस्, तपाईँ अगाडि बढेको म चाहन्छु। अगुवा लिडरसिपको क्षेत्रमा धेरै पुरुषहरू अगाडि हुनुहुन्छ, त मण्डलीमा धेरै चर्चमा महिलाहरू हुनुहुन्छ। सजिलै महिला आमा दिदीबहिनीहरू समाजमा भिड्न सक्नुहुन्छ, आत्माहरू धेरै जित्न र त्यसलाई हुर्काउन सक्नुहुन्छ। त यो कुरा तपाईँले बुझिदिनु भने प्रभुले तपाईँ सबैलाई आत्मा दिनुभएको छ। पुरुष र स्त्री सबैलाई प्रभुले छुट्याउनु भएको छैन, प्रभु यीशुले छुट्याउनु भएको छैन। पुरुष र स्त्रीमाथि पवित्र आत्मा खन्याउनु भएको छ है। अघि पनि हेर्नु नि, अघि गलातीको पुस्तक पनि हामीले हेऱ्यौँ कि पुरुष र स्त्रीमा कुनै भेद छैन, परमेश्वरले छुट्याउनु भएको छैन, तर कतिचोटि किन छुट्याइन्छ भन्दाखेरि, किन छुट्टिनुपर्छ भन्दाखेरि अलिकति केही अधिकार, अलिकति केही कुरो पाइहाल्यो भने महिलाहरू के भन्छ, अलिकति भैमाना भाँडा टुप्पिने टाढा भन्ने कुरा जस्तै अलि धेरै ओभर भइदिएर सबै आफै उ गर्नु खोज्यो। बाइबलमा त्यस्ता स्त्रीहरू, रानीहरू हामी पाउँछौँ होइन। त्यहाँ त्यस्ता स्त्रीहरू पनि हामी देख्छौँ, के भन्छ इजबेल रानी लगायत अरू रानीहरू पनि छन्। विभिन्न स्त्री समाजमा त्यस्ता धेरै स्त्री छन् जसले समाजलाई आफू को हुँ भनेर बिर्सेर चाहिँ त्यो अधिकार कहाँ चलाउनु भनेर गलत प्रकार चलाएको कारणले गर्दा उनीहरू बदनाम भएको अवस्था छ। त्यसले गर्दा तपाईँहरू जो यो भिडियो हेर्दै हुनुहुन्छ तपाईँले बुझ्नुहोस्, परमेश्वर तपाईँलाई शक्ति दिउन्, पवित्र आत्मा दिउन्, बुद्धि दिउन्, ज्ञान समझ दिउन् र तपाईँले आशिष पाउनुहोस्। आमा दिदीबहिनी पनि सेवाकाईमा अगाडि बढ्नुपर्छ, आमा दिदीबहिनीहरूले पनि प्रभुको सेवा गर्नु पाउनुपर्छ, आमा दिदीले पनि ठुल्ठुलो कामहरू गर्नु पाउनुपर्छ। त्यस कारणले गर्दा कसैलाई नदोषाइकन निर्दोष जीवन यापन गरेर अगाडि बढ्नुभयो भने यो सुधार गर्ने, यो सुधारको लागि मैले कुरा राखेको है। तपाईँलाई दोष लाउनलाई होइन यो, किनभने फलामले फलामलाई उद्याउँछ होइन। यो सुधारको लागि हो, तपाईँलाई दोष लाउन, तपाईँको गल्ती देखाउन यो मैले गरेको होइन। यस्तो यो भिडियो, यो वचन ल्याएको प्रभुले मलाई यो वचन दिनुभयो, देखाउनु भयो र मैले यो वचन तपाईँको माझमा ल्याएको छु। तपाईँले हेर्नुहोस् र अरूलाई पनि बाँड्नुहोस् अनि यही कुरा मण्डलीमा अरूलाई पनि सिकाउनुहोस्। तपाईँको जीवनमा, परिवारमा, छोराछोरीमा प्रशस्त आशिष आउँछ, प्रशस्त परमेश्वरको अनुग्रह आउँछ। त्यसमा हस् त, धन्यवाद, जय मसीह अनि नमस्कार पनि भन्छु। यदि कसैले त्यो हेर्न चाहनु भने तपाईँहरूले पनि स्वागत छ, तपाईँले हेर्न सक्नुहुन्छ। यो भिडियोलाई चाहिँ सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, ताकि अनि मेरोलाई प्रार्थना पनि गरिदिनुहोस्, मैले अझ गहिरा रहस्य कुरा प्रभुको वचनमा बोल्न सकौँ, साहसित बोल्न सकौँ। अनि प्रभुले मलाई सहायता गर्नुभयो, परमेश्वर तपाईँलाई चलाउनु भएको छ। हस् त, धन्यवाद, जय मसीह, नमस्कार।